हेलो एन्ड नमस्ते हजुरहरु हेर्दै हुनुहुन्छ क्रिकेट गफित भण्डारी बाजे। पुनः स्वागत छ हजुरहरुलाई आजको यस नयाँ भिडियोमा। आज हामी कुरा गर्नेछौं सीएसके भर्सेस एलएसजी जुन हुँदैछ एलएसजी को होम ग्राउन्डमा। एलएसजी को होम ग्राउन्ड र सीएसके को होम ग्राउन्ड दुईटै सिमिलर जस्तो हुन्छ। स्पिन फ्रेन्डली पिच हुन्छ। दुवै टिमले स्पिन खेल्ने प्लेयरहरु किनेका छन्, तर एलएसजी का प्लेयरहरु फर्ममा छन्, सीएसके का प्लेयरहरु फर्ममा छैनन्। समस्या यति नै हो। सीएसके ले के आफ्नो रणनीतिमा परिवर्तन गर्छ होला त? किनभने ऋतुराज गायकवाड जुन उसका पर्मानेन्ट क्याप्टेन थिए उनी रुल्ड आउट भइसकेका छन् आईपीएल बाटै। यो आईपीएल 2025 उनले मिस गर्नेछन्। एमएस धोनीले अब कमान सम्हालिसकेका छन् सीएसके को लागि। सीएसके को कमान सम्हालेका एमएस धोनीले पहिलो गेममा त हार नै बेहोर्नु परेको छ। रिजल्टमा त कुनै परिवर्तन गर्न सकेका छैनन् भने ड्रेसिङ रुमबाट केही स्ट्र्याटेजिकली अलिकति प्लानिङहरु गरेर अलिकति प्लानिङहरु चेन्ज भएको हामीले पक्कै पनि देख्न चाहिँ सक्नेवाला छौं। किनकि धोनी हुन्, धोनीले केही न केही त पक्कै पनि गर्छन् होला भने धोनीकै चेलो। धोनी जस्तै सिमिलर प्लेयर छन् ऋषभ पन्त अर्को टिममा। ऋषभ पन्त र एमएस धोनी दुवै विकेट किपर क्याप्टेन। सिमिलर स्ट्र्याटेजिकली दुवै टिमको प्लेयरहरुको पर्फर्मेन्स पनि उस्तै जस्तो किसिमको देखिन सकिन्छ। किनकि एकतिर निकोलस पुरन हुन्छन् भने अर्कोतिर डेभिड कनवे। दुवै टिमले स्पिन खेल्न सक्ने प्लेयर त किनेको थियो, तर चेन्नईको लागि त्यतिको पर्फर्मेन्स उनीहरुको प्लेयरबाट निस्केको छैन भने एलएसजी का प्लेयरहरु सबै प्लेयर फर्ममा छन्। मात्र ऋषभ पन्त एउटा फर्ममा छैनन्। यदि ऋषभ पन्त पनि फर्ममा आए भने एलएसजी को टिम चेन्नईको लागि पक्कै पनि घातक हुनेछ। चेन्नईको लागि अबको म्याच जित्नै पर्ने कन्डिसन छ। किनकि चेन्नई भनेको पहिलाको गेममा 1-2-3 मा हुने टिम हो। अहिले उनीहरुका फ्यानहरुलाई पनि बटमबाट हेर्दा पक्कै पनि 3 इडियट को कहाँ से भन्नेवाला मिम चाहिँ पक्कै पनि भाइरल भएको थियो। हेर्नु भएको थियो होला सीएसके फ्यान्सहरुले। किनकि सीएसके लाई एकदम फ्याक्ट भन्ने हो भने सीएसके को लागि बटममा बस्ने बानी नै परेको छैन। सीएसके एकदमै राम्रो टिम अन्तर्गत पर्ने हो, तर यसपालिको अक्सन भने उनीहरुको लागि राम्रो भएन। किनकि उनीहरुले आफ्नो होममा खेल्न सक्ने प्लेयर त किने, तर त्यो प्लेयर फर्ममा भएन। दुबेको त्यति राम्रो टच छैन। डेभिड कनवेले त्यति फास्ट खेल्न सकिरहेका छैनन् भने रचिन रविन्द्र पनि अलिकति टच कममै देखिन्छन्। एमएस धोनीले आएर 6-7 बल त राम्रो खेलेका छन्, 10-12 बल त खेल्छन्, तर त्यतिको क्यालिबरले पक्कै पनि सीएसके ले चाहिँ टुर्नामेन्ट जित्न सक्दैन। भने अबको म्याच सीएसके को लागि मस्ट विन गेम हो। अबको म्याच यदि हार्यो भने 8 मा 7 वटा म्याच जित्नै पर्ने हुन्छ सीएसके लाई। त्यो त एकदमै गाह्रो चाहिँ अवश्य हुनेवाला छ। लगातार 5 म्याचमा हार बेहोरेको सीएसके ले के 6 ठाउँमा पनि हार्ने बेहोर्ने हो कि जित्ने छ त? कृपया कमेन्ट गर्नु होला। कसले जित्छ होला त? हजुरको विचारमा भोलिको म्याचमा कसले बढी रन बनाउँछ, कसले बढी विकेट लिन्छ, त्यो पनि कमेन्ट गर्नु होला। हामी सबै कमेन्ट पढ्ने छौं, सबै कमेन्ट हेर्ने छौं र कसको कमेन्ट मिल्यो त्यसलाई हामीले रिप्लाई गर्ने छौं। एलएसजी को होम पिच पक्कै पनि स्पिन फ्रेन्डली पिच हो। सीएसके सँग स्पिनरहरु एकदमै राम्रो स्पिनर छन्। नूर अहमद छन् भने रविन्द्र जडेजा र रविचन्द्र अश्विन छन् र त्यत्तिकै लेभलका स्पिनरहरु हाम्रो एलएसजी मा पनि छन्। एलएसजी मा को छन् भने एकदम दिग्विजय राठी भन्ने दिल्लीको एकजना प्लेयर छन् जसले सिग्नेचर गरेर आउट गरिरहेका छन् सबै ब्याट्सम्यानलाई। अहिलेसम्मको विकेट जति लिएका छन् सबैमा फाइन परे पनि बिचरा सिग्नेचर चाहिँ हान्न छोडेका छैनन्। दिल्लीका केटा हुन्, एउटा कुनै हटके गर्छन्। विराट कोहली, गौतम गम्भीर, आवेश खान हामीले दिल्लीकाको देखिसकेका छौं पहिलाको म्याचहरुमा पनि। पक्कै पनि दिग्विजय राठी र स्पिनरको जादु चलाउने छन् कसले थाहा छ? रवि बिश्नोईले। रवि बिश्नोई एकदमै चतुर बलर भनेर चिनिन्छन्। चहलको उनीसँग साया परेको छ सायद। एकदमै विकेट लिन चञ्चल बलर पनि हुन् रवि बिश्नोई। रवि बिश्नोई र दिग्विजय राठी एकतिर भने अर्कोतिर जडेजा, नूर र रविचन्द्र अश्विनको स्पिन फ्रेन्डली पिचमा कसले बढी पर्फर्मेन्स राम्रो गर्नेछ त? पक्कै पनि चेन्नईका स्पिनरहरु त्यति फर्ममा देखिनन्। नूर अहमदले अलिअलि विकेट लिएको त हामीले देखिरहेका छौं भने रविचन्द्र अश्विन र रविन्द्र जडेजाको त्यतिको धार हामीले देखिरहेका छैनौं। चेन्नईलाई पक्कै पनि गाह्रो चाहिँ अवश्य नै हुनेवाला छ। किनकि एलएसजी मा गएर निकोलस पुरनलाई रोक्न धेरै गाह्रो हुनेछ। यदि निकोलस पुरनलाई रोकियो भने पछि डेभिड मिलरले आएर फिनिश गर्दिन्छन् भने अगाडि मिचेल मार्स जो अस्ट्रेलियन टी20 क्याप्टेन हुन्, उनले पनि धुवाँधार प्रस्तुति दिइरहेका छन्। लेट्स सी अबको म्याचमा उनी फिट हुन्छन् कि हुँदैनन् त्यो चाहिँ हेर्नको लागि हामीलाई केही समय अवश्य पनि लाग्नेछ।
नत्र भने सिएसकेलाई अत्यन्तै गाह्रो चाहिँ अवश्य हुनेवाला छ। र फास्ट बलर आवेश खान र अनसोल्ड गएका शार्दुल ठाकुरले योभन्दा अघिल्लो म्याचमा 4 विकेट लिएर आएका छन्। किस्मतको खेल हो सायद क्रिकेट पनि। यदि उनी अनसोल्ड नै भएको भए उनलाई अहिले कसैले पनि चिन्थेन। कोही मान्छेले पनि शार्दुल ठाकुर भनेर भन्थेन होला, तर अहिले शार्दुल ठाकुरले 4 विकेट लिएर आएका छन्। इकोनोमी पनि धेरै राम्रो गरिरहेका छन्। स्लोअर बल फाल्छन्, कटर बल फाल्छन्, एकदमै दिमाग लगाएर ब्याट्सम्यानको माइन्डसँग रिड गरेर उसको के सोचेको छ त त्यसको डिफ्रेन्ट तरिकाले बल गर्छन् र एकदमै सफल साबित भएका छन्। भने आवेश खान एग्रेसन उनीसँग एग्रेसन त भरभरेकै छ। यदि पिचमा फास्ट बलरलाई अलिअलि मद्दत मिल्यो भने पक्कै पनि चेन्नईको लागि चाहिँ पोजिटिभ हुनेवाला छ, किनकि खलिल अहमद जसले पावर प्लेमा निकै नै विकेट लिइरहेका छन्, उनलाई एलएससीका टप अर्डर ब्याट्सम्यानलाई आउट गर्यो भने पक्कै पनि चेन्नई यो म्याचमा चाहिँ जीवित हुनेछ। चेन्नईलाई यो म्याच एकदम मस्ट विन गेम हो, किनकि बटममा बसेको टिमलाई यदि अबको म्याच हार्न उसको लागि स्वीकार्य अवश्य नै हुँदैन। लखनऊको होममा हुने यो स्पिन फ्रेन्डली पिचमा जसले टस जित्छ उसले पहिला पक्कै पनि बोलिङ गर्नेछ, किनकि छोटो टार्गेट 150, 60, 70 को रेन्जमा रोकियो भने टार्गेट चेस गर्न पक्कै पनि सजिलो हुन्छ भन्ने सोचेर भोलिको गेममा जसले टस जित्छ उसले पहिला बोलिङ गर्नेछ। भने 170 एबभ टार्गेट यदि बनायो भने त्यो टार्गेट चाहिँ मेरो लागि पार स्कोर हुनेछ, किनकि स्पिन फ्रेन्डली पिच धोनीको क्याप्टेन्सी यता ऋषभ पन्तको क्याप्टेन्सी पक्कै पनि यो म्याच चाहिँ हाम्रो लागि एउटा क्लासवाला म्याच हुनेछ, किनकि एउटा ह्यान्डओभरको जेनेरेसनको म्याच पनि भन्न सक्छौँ। किनकि धोनीकै रोभरमा चलेका छन् ऋषभ पन्तले धोनीकै सिकिरहेका छन्। धोनी जस्तै हुन चाहन्छन् अनि धोनी जत्तिकै सफल क्याप्टेन हुनको लागि आफ्नो ब्याटबाट पनि पक्कै पनि केही रन त बनाउनु पर्नेछ। ऋषभ पन्तलाई पनि प्रेसरमा छन्। ऋषभ पन्त कसरी पर्फर्मेन्स गर्छन् लेट्स सी। एलएससीको लागि सुरुवाती ओभरमा खलिलले केही परेशान अवश्य गर्नेछन् भनेपछि डेथ ओभरमा श्रीलङ्कन स्पेसलिस्ट आउनेछन् महेश पथिरानाले पक्कै पनि यर्कर राम्रो जडमा फाल्छन् र सम्भवतः एउटा टोटलमा पुग्नबाट पक्कै पनि एलएसजीलाई रोक्नेछ भने हाम्रो प्रिडिक्सन रहेको छ एलएसजीको लागि सबैभन्दा बढी रन बनाउनेछन् फेरि पनि पुरनले, किनकि पुरन एउटा खतरनाक टचमा छन्। यो टच उनको 2016 मा पक्कै पनि विराट कोहलीको जस्तै टच अहिले निकोलस पुरनको हुनसक्छ। त्यो यो साल निकोलस पुरनकै हुनसक्छ र मेरो विचारमा भोलिको म्याचमा पनि निकोलस पुरनले नै रन बनाउनेछन् एलएसजीको लागि भने सिएसकेको लागि भोलिको म्याचमा रन बनाउनेछन् रचिन रविन्द्रले, किनकि स्पिन फ्रेन्डली पिचमा लेफ्ट ह्यान्डेड ब्याट्सम्यान अलिकति आक्रामक शैली पनि उनीसँग छ। रचिन रविन्द्रमा छोटो क्यामियो खेलेर जान सक्छ, त्यो क्यामियो पक्कै पनि सिएसकेको लागि एकदमै फलदायी चाहिँ अवश्य पनि साबित हुन सक्छ। अब विकेट स्पिन फ्रेन्डली पिचमा विकेट कसले लिन्छ होला त? स्पिन फ्रेन्डली पिचमा मैले राखेको छु चेन्नईको लागि विकेट लिनेछन् नुर अहमदले भने एलएससीको लागि सबैभन्दा बढी विकेट मैले राखेको छु रवि बिष्णोईलाई भने हजुरहरूलाई कसले जित्छ जस्तो लाग्छ, कसले बढी विकेट लिन्छ जस्तो लाग्छ र कसले बढी रन हान्छ जस्तो लाग्छ कृपया कमेन्ट गर्न नबिर्सिनु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला भने हामीलाई सब्सक्राइब गर्न त झन् भुल्दै नभुल्नु होला, किनकि हजुरको सब्सक्राइब त्यो फ्री हुन्छ। हाम्रो लागि एक सब्सक्राइबले फेरि पनि यस्तै भिडियो बनाउने मोटिभेसन जाग्नेछ। र यदि टिकटकबाट हेर्दै हुनुहुन्छ भने हाम्रो ओरिजिनल युट्युब च्यानलमा गएर कृपया सब्सक्राइब गर्नुहोला, हेर्नुहोला, साथ दिनुहोला। नमस्ते, जय क्रिकेट।